छन् यहाँ हानु आज बल्ल बल्ल वर्षको 1 वर्षपछि खानु पाऊँ यहाँ खानु यस्तो भयो थुक्क यहाँ हेर न अरूलाई मासु भात अरे हामीलाई चाहिँ कोक मात्र हो क्या त्यही भएर थपिथपि खाइदिनु छि यति नै यहाँ के भयो मलाई गर्नु देऊ न गाइस कोकमा चाहिँ बिस्कुट चपेर खानु आउँदैछन् अब के गर्नु खानु साथीहरू बिस्कुट मेरो बिस्कुट थाप्ने हामी चाहिँ बिदाको नाममा बिस्कुट खाएको त आँसु पनि आउँदैन के हो कति हाल्नु न बिस्कुट चोपेर खाऊ न एकचोटि त्यही भनेर क्या ब्लगमा अरू स्कुलमा चाहिँ मासु नै बिस्कुट चोपेर खाएर देखाउन एकचोटि राम्रो गरौँ हमारे यहाँ ऐसा ही होता है खायो बिस्कुट चोपेर आजको माहौल आजको वातावरण ओए लौरेजिना भयो राम्रो आफ्नो समस्याको सोच राखेर अगाडि बढ साथीहरूलाई अन्त्यमा मैले के भने सरल पनि नै हुनुहुन्छ अध्यक्षज्यू पनि आउनु भएको छ आफ्नो भविष्यको सर्वतर्फको कामना गर्दै टिमहरूको जति पनि प्रगति छ यसले सुरक्षित होस् र आगामी नजिकै गरेको परीक्षाको भव्य सफलताको शुभकामना व्यक्त गर्छु। साथी म चाहिँ यहाँ हल्का कभर छरिछु होइन अस्ति नै चाहिँ हाम्रो स्कुलमा 12 को फेयरवेल भएको थियो अनि त्यसकै भिडियो क्या साथीहरू यो चाहिँ अनि मैले चाहिँ खासै भ्लग पनि बनाएन त्यति बेला हल्का अलिअलि मात्र भिडियो लिएको थिएँ त्यही यहाँ यसो मेमोरी हुन्छ भोलि पर्सिको लागि भनेर मात्र मैले यो पोस्ट गरेको नभए त गर्दिनँ पनि थिएँ यसो मेमोरीको लागि मात्र पोस्ट गरेको होइन अनि झन् यसो फेयरवेलमा उहाँहरूको भिडियो हाल्नु भनेको साथीहरू हामीलाई आँसु पनि आएन हामी पत्थरको दिल भइसकेको रहेछौँ अब यस्तै भयो होइन आँसु नै आएन हौ हामीलाई कस्तो मन रोइरहेको थियो तर आँखाबाट आँसी जानु सकेनौँ साथी हो त्यस्तै भयो यस्तो साथीहरू रमाइलो गएर पनि फोटोसोटो खिच्यौँ स्कुलबाट दिएको त्यो डिउ र बिस्कुट त्यही खायौँ होइन साथीहरू हल्का यस्तो पनि हुन्छ भन्दै हामीले हल्का बेजा तान्दै खायौँ होइन साथीहरू खानु चाहिँ खायौँ बल्ल बल्ल पाएको खानै पर्यो नि होइन आफ्नो वर्षौँदेखिको स्कुलको उयो अनि सबैजनालाई म अल द बेस्ट भन्न चाहन्छु आउने एक्जाममा सबैजनाले A+ लिएर पास गर्नु अनि मलाई पनि सिकाइदिनु होला एक्जाममा साथीहरू गाह्रो छ एक्जाम आइसक्यो तनाव छ हामीलाई सबैजना राम्रो नम्बर लिएर पास हुनु होला भन्न चाहन्छु मैले चाहिँ यहाँनिर यति नै भन्नुको लागि यहाँ कभरमा हावा बोल्दै छैन साथीहरू त्यतिखेर त बोल्नु पाइनँ अब यहीँ भ्लगमा म तिमीहरूलाई सन्देश दिन चाहन्छु जति नै टाढो भए पनि तिमीहरू हाम्रो सम्झनामा रहन्छ ओ माई गड यस्तो बोल्नु त मलाई लाज लाग्यो कहिले नबोलेर होला होइन त्यहाँ चाहिँ हामीले फेयरवेलमा यसो यहाँ हल्का भिडियो बनाउँदै होइन उयो सरहरूले हामीलाई उयो अभि लगाइदिए हुन्छ नि यहाँ चाहिँ हेरेर खाएर हामी यहाँ बेजत हाल्दैछौँ क्या यहाँनिर बिस्कुटको र डिउको भनेर यहाँनिर हेर्नु नि हामी बेजत हाल्दै दार्दैछौँ मुखले दारेर खाँदैछौँ साथी हो अनि यहाँ चाहिँ मिसले हामीलाई यसो हामीलाई के आगामी दिनको लागि शुभकामना दिँदै हुन्थ्यो यहाँ मिसहरूले चाहिँ हामी चाहिँ अनि यहाँ सुनिरहेको थियौँ मन रोइरहेको थियो आँखाबाट मात्र आँसु झार्न सकेको थिएनौँ हाम्रो फेयरवेल चाहिँ यस्तै भयो साथीहरू यति नै भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु साथीहरू मेरो घोरले सर सुनेर चाहिँ तपाईँहरू नहाँस्नु होला होइन यस्तै छ अब के गर्नु त एक्जाम चाहिँ सिकाइदिनु होला सबैले अब फेरि एक्जाममा भेट्नेछु भन्ने बाधाको साथ म बिदा हुन चाहन्छु साथीहरू बाई बाई।